ब्रेकिङ न्युज कक्षा 12 को मौका परीक्षाको नतिजा प्रकाशित गरिएको छ। हेर्नको लागि तपाईहरु गुगल क्रोममा सर्च गर्नुहोला 12 रिजल्ट। त्यसपछि यो जुन पहिलो वेबसाइट छ यसमाथि तपाईहरु जानुहोला र यहाँनिर सर्च गर्नुहोला आफ्नो जुन सेम्बुल नम्बर छ त्यो, र त्यसपछि तपाईहरु यहाँबाट डेट अफ बर्थ स्लेश हालेर नत्र यो जुन माइनस हुन्छ त्यो हालेर तपाईहरु यहाँबाट सबमिट गर्नुहोला। सबमिट गरिसकेपछि यहाँनिर हेर्नु नेशनली एक्जाम बोर्ड, यहाँबाट नेम पनि हेराइदिन्छ कुन विद्यार्थी छ भनेर, र त्यसपछि रजिस्ट्रेसन नम्बर पनि छ र कुन कुन सब्जेक्ट दिएको छ हेर्न सक्नुहुन्छ। तपाईहरु दुईटा सब्जेक्ट रहेको छ, कम्पलसरी इंग्लिश र यहाँबाट छ कम्पलसरी नेपाली। दुवैमा चाहिँ पास भइसकेको छ। ग्रेड अप्टेनमा तपाईहरु हेर्न सक्नुहुन्छ, एउटामा डी एउटामा सी छ। जीपीए पनि हेर्लिनु, तपाईहरु 1.77 रहेको छ। रिमार्कमा पास छ। अनि यसको चाहिँ प्रिन्ट डाउनलोड गर्नको लागि तपाईहरु प्रिन्ट छ यहाँ प्रिन्ट गरेर सिटमा तपाईहरु जानु र यो प्रिन्टलाई तपाईहरु यहाँबाट सेभ गर्न सक्नुहुन्छ। म यहाँबाट सेभ गरिदिए र यो कुन फाइलमा सेभ गर्नुपर्ने छ तपाई आफ्नो हिसाबले सेभ गर्नुहोला। र यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गरेर बताउनुहोला।